हेलो हेलो सबैजनालाई नमस्कार। क्रोसियाको यो राजदरबार भन्दो रहेछ यसलाई चाहिँ, पुरानो राजदरबार भराजदिन भन्ने ठाउँमा छ यो चाहिँ। पुरानो राजदरबार रे हाम्रो साथीहरू उता खेलिरहेछन्। हो कामको थकान पछिको यो अलिकति रमाइलो है। आज छुट्टी पनि थियो। छुट्टीको दिन चाहिँ हिजो अस्तिदेखि हिउँ परिरहेको थियो, घुम्न निस्किने भनेको। आज छुट्टी पर्यो अनि अलिअलि हिउँ परिरहेछ। साथीभाइहरूले घुम्न जाऊँ न त भन्न थाल्यो, त्यही भएर चाहिँ अनि घुम्न हिँडेको। ल त्यहाँ नेपाली दाजुभाइहरू रहेछन्, त्यहाँ चाहिँ सेन्टर राजाको दरबारले यो कति संरक्षण गरेर राखेको छ यार। नेपालतिर भए भए लुट्टो बनाउँथ्यो होला। यहाँनिर माथि सेतो सेतो हेर्नु सब हिउँ जमेको। यो के को मूर्ति हो यो चाहिँ? यो राम्रो देखिया छ तर सोल्टी हाई भनिदिनु न यार। यस्तो छ यहाँ चाहिँ, यहीँको बुढाहरू चाहिँ यहाँ खेलिरहेछ क्या। हिलो कस्तो रमाइलो गरेर खेलिरह हो। यहाँको बुढाहरू पुरै खेलिरहेछ। हामी चाहिँ यतातिर लट्टा जस्तो छ अरे यता यार, पुरै लट्टा लट्टा परेको छ त। जुत्ता हेर्न यहाँ यस्तो भयो।